हिजोदेखि मलाई सबैभन्दा धेरै सोधिएको क्वेसन भनेको दाइ मैले ग्रेजुएट डिप्लोमा अर्ली चाइल्डहुड पढ्दैछु, अब मैले स्किल एसेसमेन्ट गर्न नमिल्ने हो र? यसको आजको दिनसम्मको एन्सर भनेको यस, तपाईँले स्किल एसेसमेन्ट गर्न मिल्छ। हिजो आएको अपडेट अनुसार चाहिँ एनएसडब्ल्यूमा ग्रेजुएट डिप्लोमा पढेको मान्छेले टिचरको रेजिस्ट्रेसन गर्न मिल्दैन। द्याट मिन्स तपाईँ टिचर भएर त्यो एरियामा काम गर्न मिल्दैन। तर तपाईले स्किल एसेसमेन्ट चाहिँ गर्न मिल्छ। स्किल एसेसमेन्टको चेन्जेस चाहिँ केही पनि भएको छैन। यो भन्दै गर्दाखेरि तपाईले अवेर हुनुपर्ने चाहिँ जरुरी छ। जसरी हिजोको दिनमा सिभिल कन्स्ट्रक्सन डिजाइनको स्किल एसेसमेन्टमा टाइटेन भयो, त्यसरी नै यो अब टिचरको ग्रेजुएट डिप्लोमाको 1 वर्षको पाथवे भएर टाइट हुन सक्छ। त्यसको लागि तपाई अवेर हुनुपर्छ। स्किल एसेसमेन्टको प्रोसेसमा पुगिसक्नु भएको छ भने मेबी चाँडो अप्लाई गर्नुपर्छ। और तपाईँ अहिले पढ्दै हुनुहुन्छ भने त्यसको फर्दर अब मैले के गर्नुपर्छ भन्ने कुराको तपाईले प्लान चाहिँ लिएर बस्नुपर्छ। यस्तो कुराको लागि तपाईलाई के कुनै पनि सजेसन चाहिएको छ भने हाम्रो वेबसाइटमा गएर फ्री कन्सल्टेसन बुक गर्नुस्। हामी त्यहाँ बसेर तपाईलाई सजेसन गर्नेछौँ। थ्यांक यू।